आज जेठ 15 गते हैन आज चाहिँ राजा फर्काउने भन्ने चाहिँ आन्दोलन छ। म आशा गर्छु कि सबैजना नेपालीहरु चाहिँ काठमाडौँ पुग्नु भएको छ होला हैन आन्दोलनको लागि। अनि म चाहिँ सबैजनालाई एउटा रिक्वेस्ट गर्न चाहन्छु त्यो के भनेर भन्दा कुनै पनि मान्छे चाहिँ कुनै पनि ठाउँमा कुनै पनि कुराले चाहिँ अराजक नभइदिनु होला। हामी भनेको देशलाई राम्रो बनाउनु, देशको चाहिँ उन्नति प्रगति गर्नको लागि चाहिँ अगाडि बढेको मान्छेहरु हैन। र यो आन्दोलन चाहिँ हामी शान्तिप्रिय हिसाबले चाहिँ सबैजनाले गर्नुपर्छ। अनि म चाहिँ पार्टीको झोलेदेखि लिएर जति पनि मान्छेहरु छ म तिनीहरुलाई यति नै एउटा चीज म भन्छु र रिक्वेस्ट पनि गर्छु के भन्दाखेरि राजावादीको आन्दोलनमा गएर थिचोमिचो गर्ने त्यहाँनिर अराजक बनाउने कोसिस केही पनि नगर्नु। तेरो बाबुआजीहरुले अलरेडी भनिसकेको छ कि आजको दिनमा चाहिँ काठमाडौँ कब्जा गर्नुपर्छ भनेर हैन। काठमाडौँ भित्र चाहिँ आफ्नो चेला चपाटा पठाएर भतुवाहरु पठाएर चाहिँ त्यहाँनिर 2 गिलास रक्सी 500 रुपैयाँ पैसामा चाहिँ लागेर चाहिँ त्यहाँनिर त्यो भिडमा गएर त्यो भिड अराजक भयो, त्यहाँनिर केही पनि दंगा फसाद भयो त्यहाँनिर। अनि त्यहाँनिर चाहिँ कुनै पनि हानि नोक्सानी भयो भने चाहिँ यसको लागि चाहिँ केपीएल को गर्दन समात्नुपर्छ सबै नेपाली जनताहरुले। अनि यसले चाहिँ आफ्नो अभिव्यक्तिमा गएर चाहिँ आफ्नो पार्टीको कार्यकर्तालाई चाहिँ त्यहाँनिर जानुस् हामी कब्जा गर्नुपर्छ भनेर भनेको छ। र आजको दिनमा चाहिँ कुनै पनि दंगा फसाद भयो, कुनै पनि तलमाथि केही भयो भने चाहिँ यसको लागि चाहिँ जिम्मेवारी केपी ओलीले लिनुपर्छ। र कुनै पनि राजावादी वा राष्ट्रवादी मान्छेहरुले चाहिँ यति कुरा चाहिँ दिमागमा राख्नुस् कि हामी शान्तिप्रिय हिसाबले अगाडि बढ्ने हो। राजा त फिर्ता लिएर आउने हो तर कसैको नि रगत नबगाइकन, कसैलाई पनि हानि नोक्सानी नगरिकन आनन्दले चाहिँ हामीले चाहिँ हाम्रो देशमा राजा फिर्ता लिएर आउनुपर्छ, राजालाई सिंहासनमा बसाएर श्रीपेज लगाउनुपर्छ। हामी भनेको एउटा राजावादी राष्ट्रवादी देशलाई माया गर्ने राजालाई माया गर्ने मान्छे हो। यो चाहिँ कुनै गणतन्त्र हैन जानिर चाहिँ गणतन्त्र लिएर आउनलाई 17,000 जना मान्छेको चाहिँ ज्यान गएको थियो। हामीले राजा फिर्ता लिएर आउन लागो, राजा फिर्ता लिएर आउनको लागि कोही मान्छेको नि एक थोपो रगत बोक्नु भएन र त्यहाँनिर कुनै पनि हानि नोक्सानी वा तलमाथि केही पनि हुनु भएन। यति कुरा चाहिँ हामी राजावादी वा राष्ट्रवादी मान्छेहरुले चाहिँ यति कुरा याद राखेर हामी अगाडि बढ्नुपर्छ र सबैजना एकसाथ भएर एक आवाजमा एकजुट भएर अगाडि बढ्नु होला। हामीले हाम्रो देश फेरि पनि ग्रेटर नेपाल बनाउनुपर्छ, अगाडि बढाउनुपर्छ र हाम्रो देशलाई उन्नति प्रगतिको बाटोमा मार्गमा लगेर देशलाई राम्रो स्थानमा पुर्याउनुपर्छ। कुनै पनि यो पार्टी र त्यो पार्टी नगरिकन सबैजनाले चाहिँ मेरो देश नेपाल र म एउटा नेपाली हुँ, जुन देश एउटा राजा महाराजाहरूले चाहिँ एकीकरण गरेर जोडेर एउटा सिंगो नेपाल बनाएको हो, त्यो नेपाललाई फेरि पनि हामीले चाहिँ उन्नति र पद्धतिको मार्गमा चाहिँ लगेर चाहिँ हामीले देखाउनुपर्छ। र यो जति पनि झोलीहरु छन्, जति पनि भ्रष्टाचारीहरु छन्, यिनीहरुलाई चाहिँ भोलिको दिनमा चाहिँ यिनीहरुको गर्दन समातेर चाहिँ यिनीहरुले हिजोको समयमा गरेको भ्रष्टाचारहरुको लागि र जति पनि नेपाली जनतालाई दुःख दिएको छन् यसको परिणाम स्वरूप चाहिँ यिनीहरुको चाहिँ गर्दन समातेर चाहिँ यिनीहरुलाई भित्र कोच्नुपर्छ। र यो चीज गर्नको लागि चाहिँ हाम्रो देशमा राजा फिर्ता लिएर आउनुपर्छ, जसरी पनि राजा आउनुपर्छ। र यही कुरामा चाहिँ सबैजना चाहिँ अटल भएर सबैजनाले चाहिँ प्रतिज्ञा लिएर चाहिँ म चाहिँ मेरो देश बनाउँछु, मेरो देशलाई चाहिँ राजाको जरुरत छ र मेरो देश नेपाललाई चाहिँ म डुब्न दिन्न भनेर चाहिँ सबैजनाले चाहिँ अगाडि बढेर एकसाथ एकजुटमा चाहिँ बोल्नु होला। राजा आऊ देश बचाऊ। यिनीहरुले यो 18-19 वर्षमा जति पनि देशलाई डुबाएको छ, जति पनि बेचेको छ, देशभरि जति पनि भ्रष्टाचार मचाएको छ, हो यो सबै चीजको सजाय चाहिँ यिनीहरुलाई भोलिको आउने दिनमा चाहिँ हामीले दिनुपर्छ। हो त्यसको लागि भयो भने हामीले चाहिँ कुनै पनि गलत कदम चाल्नु हुँदैन र हामी चाहिँ आफ्नो ठाउँमा बसेर हामीले आन्दोलन अगाडि बढाउनुपर्छ। त्यही भएर म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी जति पनि आन्दोलनमा जाँदै हुनुहुन्छ राजा फिर्ता लिएर आउनको लागि म सबैलाई यति आग्रह गर्छु कि तपाईहरु आफ्नो ठाउँमा बसेर आन्दोलन गर्दिनु होला। कुनै पनि अराजकता नफैलाइकन, अराजकता नगरिकन, किन भन्दाखेरि हामीले हाम्रो राजा फिर्ता लिएर आउनको लागि कोही पनि मान्छे अराजक हुनु जरुरी छैन। र त्यहाँनिर चाहिँ यदि पार्टीको झोलेहरुलाई म अहिले भनिरहेको छु, बाबुआजीहरुले भन्ने भनेर चाहिँ त्यो ग्रुपमा गएर भोलि गएर चाहिँ तलमाथि केही भयो भने यसको लागि तिमीहरु नै जिम्मेवारी हुन्छौ, तिमीहरुको बाबुआजी नै जिम्मेवारी हुन्छ। र भोलिको दिनमा गएर चाहिँ राजावादी राष्ट्रवादी मान्छेले यस्तो गर्यो उस्तो गर्यो तिमीहरुले भन्न पाउँदैनौ त्यो ठाउँमा। हामीले पहिलादेखि नै भनिरहेको छौं हामी शान्तिप्रिय हिसाबले हामी अगाडि बढेर आन्दोलन गर्छौं भनेर। हामीले चाहिँ हाम्रो देशमा चाहिँ राजा फिर्ता ल्याउनु पर्छ र हामीले चाहिँ हाम्रो देशलाई उन्नति र प्रगतिको मार्गमा चाहिँ लानुपर्छ। फेरि पनि हाम्रो राजा महाराजाहरुले जुन कीर्तिमान चाहिँ खडा गरेर हामी नेपालीहरुलाई दिनु भएको थियो हो त्यसलाई चाहिँ फेरि पनि हामीले शिर उठाएर चाहिँ अगाडि बढाउनु पर्छ भन्ने एउटा चाहिँ प्रतिज्ञा लिएर चाहिँ हामीले अगाडि बढ्नुपर्छ। हाम्रो देशको मान सम्मान र प्रतिष्ठा चाहिँ हामीले फिर्ता लिएर आउनुपर्छ। र सबैजनालाई चाहिँ आजको दिनको लागि धेरै धेरै शुभकामना छ मेरो तर्फबाट। र यो आन्दोलन चाहिँ सफल होस् र पशुपतिनाथले सबैजनाको कल्याण गरून्, सबैजनालाई रक्षा गरून् र हामीले चाहिँ आउने दिनमा हाम्रो देशमा चाहिँ राजा फर्केर देश चाहिँ राम्रो भएको हामीले देख्न पाऊँ। जय नेपाल, जय राजतन्त्र।